के छ सोल्टी यहाँ आसेर पनि नबोल्दिने होइन आइ त म फेरि आएको ल आज चाहिँ धरान जानु लागेको कि बास्केटबल टुर्नामेन्टको लागि म रेडी हुँदैछु झोला बोकेर जानु लागेको केटाहरू बस पार्कमा छ अनि अहिलेलाई चाहिँ यति नै भन्दै म चाहिँ बिदा हुन्छु बस पार्कमा गएर भेट्नुपर्छ ल है है अनि अहिले चाहिँ यत्रो झोला बोकेर होइन निमा भाइ लिन आएको छ यहाँ अनि केटाहरू चाहिँ बस पार्कमा बसिरहेको छ अरे अब लागिन्छ धरानतिर केटाहरू अब त्यहाँ बस पार्कमा गएर भेट्नुपर्छ होइन हामी चाहिँ चल्दिएको ल चल्दिएको मौसम पनि दामी छ आज वेदर पनि अब गोल पाएको केटाकेटी हो साइलाइट बालौँ न म्याच भ्लग आएन होइन कमेडी भएन भनेको होला नभए नहोस् त मलाई पनि बाल हो म चाहिँ भन्दिनँ आउँदै गर्छ भ्लग होइन गर्मी पनि छैन आज शीतल शीतल छ त्यही भएर ज्याकेट हातमा केटाहरू यहाँ बस पार्कमा छ अरे हामी आइसक्री भयो बसमा चाहिँ आइसक्री भयो गाडी नै छ गाडी चाहिँ छुटेछ यहाँ होइन अनि हामी बल्ल आउँदैछ यहाँ अगाडिबाट अनि हामी त्यहाँ बस पनि रोकिदिनु पर्ने हुन्छ केटाहरूलाई केटाहरू चढ्यो ए दिदी एकदम धरान जान लागेको थियो धरान बास्केटबल खेल्नु बास्केटबल टुर्नामेन्ट ऊ केटाहरू आएकै छैन हेलो केटाहरू कहाँ छ यहाँ बस त यहाँ छ त नि बस यहाँ पुल पारी छ क्या यता पठाइदियो न केटाहरूलाई 6-7 जना छ 6-7 जना ऊ त्यही हो हतारमा केही पनि भन्नु मिलेन होइन केटाहरूलाई चाहिँ गाडीमा हतार पठाइदिएर ब्याग पनि पठाइदियो अरे अब हामी बाइकमा जाने टोली कतिजना हुन्छ के हुन्छ मिल्छ मिलेन भने त्यही हो मा छोडेर हिँड्दिने हो मा मुरानको माइ धरान वी आर कमिङ भनेर चाहिँ भन्छु तर के गर्नु धरान आइपुगेपछि अपलोड हुने हो हुनु पनि गाह्रो छ भर्खर बन्नु पनि यहाँ अब केटाहरू को छ यसो विचार गरेर हेरेर जानुपर्ने हुन्छ हेलो कलेज आन्टी ए के अरे मम्मीको नम्बर दिन मलाई एनटिसीको 999 वाला अहिले चाहिँ केटाहरू पनि यहाँ सब होइन यहाँ डिपी भएर बाइकमा रेडी भएर होइन सबजना अब यत्तिको लुक्समा जानु लागेको छ धरान चाहिँ होइन रोहित भाइ यहाँ छ लड्डुमेट अब कटारीको एक मात्र ड्रिपी पछाडि चाहिँ झोक्राएर बसेको छ त्यहाँ छ साथीहरू बसमा गइसक्यो अब हामी पनि चल्दिएको ल नाइट भिजन त्यो दाइ चकिलो चाहिँ नबर देख्दो रहेछ वाट्सअप धरान हिँड्यो क्या हामी चाहिँ के खेल्नु दाइ फुटबल हाला माड्रिड सक्छ बाँदर खतरा आएको रहेछ मर्यो अरे अनि कस्तो रे अडियन्समा राखिदिन्छु म ठुलो कुरा गर्छ
हिँड्दै जाने भनेर यो चाहिँ चढ्यो ए म हिँड्दै जानु ड्युकमै जाने रे क्या ड्युकमै जाने रे क्या जान त्यो पुगेर के अरे त नाच्दै त फोटी बुझ्दैन बुझ्लेपछि नाच्दिन्छ बुझ्छ अरे माको छ बुझ्लेपछि डान्स चल्दै गए चल्दै गयो बास्केटबल टुर्नामेन्टको लागि धरान चल्दै केटाहरूले टाइम लागेर है म चाहिँ सोलो जाँदै गर्छु होइन केटाहरू अहिले पछि मलाई भेट्छ अरूको लागि म चाहिँ निस्किदिएको ल भाइले गर्दैछ ब्लग कन्टिन्यू त्यसमै रमाइलो लिँदै गर्नु होला पनि खेल्नै हिँड्ने हो क्या अहिले चाहिँ लाग्दिएको ल ल खेल्नु त होइन होला हामी बिजोक भएर बस्यो होइन यस्तो छ त इनिस भाइको बाइकले चाहिँ धोका दिएको छ होइन त्यही छ गेडे जस्तो जिन्दगी आयो जाउँ लेट्स गो गाह्रो लेट्स गो लेट्स गो पावर गरेर खडा खडा गर्छ अहिले चाहिँ गाईघाटमा होला फेरि यो चिया खानु चिया अड्डा सुगमले फेरि चुट्टेको सुने त यता त्यही यता हेर्दा देखिस् दे यहाँ सुन खुस्केको खुस्किएको हो क्या पेन चुट्यो एनिस भाइको बाइक फेरि धोका दियो एनिस भाइको बाइक नेपाल टार छोडेर एनिस भाइ र कन्डे चाहिँ गाडीमा जाँदैछ भाइहरू धरान पुगिसक्यो होला अरू केटाहरू यहाँ छ छैन भन्दिन ए केटाकेटी हो हामी चाहिँ चिया खाइदिएको ल ए चिया खाइदिएको ल पेट दुख्ला नि अहिले दुख्दैन अब यो खुट्टा त यस्तो उयो छिटाइदिएर एनिस भाइ र कन्डेलाई चाहिँ के भन्छु भन्दाखेरि खाएकै छैन क्या केही पनि खाएकै छैन भन्दै हाम्रो इन्द्र साथी तिमीले ठिक भनेको यो खान त म यो खान एकदम ठिक भनेको बाइक नेपाल टार भन्दा यता त कटेन त 1 इन्ची पनि हो त सर्टमा नि हाल्नुपर्छ केटाहरू चाहिँ यहाँ अनि के चाडमा खेल्छ त कस्तो एनिस भाइहरू बाइकमा गयो के गर्नु अब बाइक अब त्यत्रो भने थियो नेपाल टारसँग पुग्छ भनेर ल्यायो धोका दिइहाल्यो हामी चाहिँ चिया खाइदिएको ल तिमीलाई खाजा खाएर बसिरहेको फेरि अब आउँछ अब नन भिडियो आउँछ नन भिडियो आउँछ नन अब चाहिँ बब बिस्तारै खाउनु भिडियोमा अब चाहिँ दामी दामी क्लिप चाहिँ अब आउँछ चलेको ल लाग्दैको हामी ल हेऱ्यो अरे गाईघाट गाईघाटमा युकेको टिप्पीहरूले चलफल दिइरहेछ
तेल हाल्ने ठाउँमा रोकिरहेको छ केटाहरू यहीँ छ यी दुईजना बारा जहिले आउडे लड्डु एउटा पोज दे न पुकी पोज रे न चल्छ युकेको ट्रिपीहरू चल्दिस रोड जागी सिधाबाट यसरी ल रुक्नु ल क्या रुक्नु अफ भयो घरी के आमा त्यो अफ गर्दा लाइट चाबी अफ गर्दा गाह्रो छ गाइज गाह्रो भिन्टेज भन्नु मात्रै हो यस्तै हुन्छ जहिलेमा कसम यहाँ तार सर्ट भएको रहेछ सरको त्यही भएर होला मेकानिकले बनाउँदै हुन्छ गाह्रो छ तीनटा बाइक बिग्रियो हाम्रो त चारवटा ओनरले होइन थोपडा होइन कसम सुरुमा लाइसेन्सको झट्टाएर हान्छु बिल बुक टेन्सन त नि यार किन मनी खिन्न भइरहेको छ अहिलेको इन्सिडेन्टले अनि अहिलेको इन्सिडेन्ट त तिम्रै इन्सिडेन्ट हो अनि के भन्दा नि अहिलेको त त्यो त रोडै औडा हो या त्यो टर्निङ औडा होइन काट्नु नसकेको काट्नै सकेन क्या अनि अझै तेरो नयाँ बाटो पनि पर्यो क्या अनि लेसी अनि ऊ वान ट्याब स्टार्ट खोटी तसँग ब्याग राख ल हुन्छ अगाडिपट्टि हो मेरो त्यहाँ अगाडि राख्नु अडाउनु पर्छ नि त पकड्नु बाइक साइक बनिसक्यो अब फेरि चल्दिस धरान फिल्लीले चल्दैको ल
कति लामो ला धरानको हावा अनि बेलटारको गर्मी उल्टो भएछ त्यही हो धरानमा आइसक्यो हाम्रो प्लेयरहरू सब यहीँ छ भाइहरू पनि यहीँ छ कन्डे र यस भाइ पनि आइपुगिसकेको छ होइन हामीभन्दा अगाडि हामी चाहिँ ढिलो भएछ सब यहीँ छ यो यहाँ यताको चल्दो बल्दा चाहिँ यो यो चाहिँ भिड्न आएको अरे हेलो अनि त्यही हामी बसेको ठाउँ के अरे हरियाली होइन कहाँ हो तिमी हरियाली होइन हामी त्यता बस्यौँ शान्ति पार्क ठ्याक्क पुलको चोकमा आउनु हामी आचार्यलाई आचार्य लाइन भेट्नु मन छ भने कतातिर आउनु एकदम हामी 3 दिनको लागि हुन्छौँ होइन हामी 3 दिनको लागि हुन्छ घुम्नु पर्छ चढ्नुपर्छ भेडेटार चिसोमा गर्नु पर्ला शान्ति पार्क तिम्रोबाट हेलो वेलकम टु द ब्याक चस्मा लाउनु न चस्मा सो हिरो बनिदिउँ न हामी पनि यसो होइन अब चट्ट पार्दै सर हिरो अनि अनि ए बाइक भन्दा चाहिँ ब्याग त बोकिहाल्नु जाँदैछौँ हामी अब जाँदैछौँ जान्छ बेसी पर्खिनु